त्यो राम्रो खेलेको भए आरएसबाट खेल्थ्यो आरएसले पहिला अस्ति लगेर खेलाउने पोखरामा उहाँ खेल्न जाने हो काठमाडौँ लिग खेल्न खोइ त कसैबाट कन्ट्याक्ट अब अन्तमा म के भन्छु जसले जिते त्यसलाई सपोर्ट मैले यो मोटा गुड लक लाग्यो के यार यो अहिले पोखरा गएको राम्रो छ जस्तो लाग्यो म उतापट्टि तपाईँ यतापट्टि ल म सेतोपट्टि तपाईँ यता रातोपट्टि तिमी कहिले जाने हो तिमी कहिले जाने यताको अग्लो रहेछ सबैजना आमा सबै अग्लो रहेछ क्याप्टेन पिसी बिचरा उपेन्द्र भुम्बा तामाङज्यूलाई पनि हार्दिक अनुरोध ओए तारसी क्या मिठो हाने यार गोल भयो क्या भएन यार लो फिर क्या काउंटर बॉल लाने रहे कूद गया
लाइनमा खेल्दै फेरि त्यो त खेल्यो हेलो म ग्राउन्डमा निकेश यहाँ छैन पूजा छ भन्दा चाहिँ घर पूजामा छ भन्दा चाहिँ उता ढोकीतिर गएको छ भन्ने आरएसले पदमा कुन कटेज हो म फेरि आज म त यतातिर छु हिजोबाट यतै छु कि म चौरा थिएँ लिगको तयारी पनि गर्नु पऱ्यो र के अरे साइडमा बसेर हेर्दा चाहिँ बोल्न मिल्दैन नि त मैले त्यहाँ होइन र अब अरू लिगहरूमा त अब भइहाल्यो हुँदै हो होइन ल हुन्छ म एकचोटि फोन हालिराखेँ त भेट्छ कि छोडेको नितेश त अस्ति गएको हो नाइटमा हामी जितेको जसको भन्दा नगएको छ त एडभान्टेज किपर त्यसले जसै गर्दैन आफ्नो हाइटभन्दा माथि आएको बल त 2 कदम पछाडि आउने नि होइ अगाडि छरिदिन्छ इट्स गुड नानी माग न चौधरी नंबर रोनाल्डो
समझदार यार वीरेन यो के र तिमी त्यो किपर बोला छ क्या हो खुट्टाले पनि बढी गर्छ यार वीरेन वीरेन सर खुट्टाले झन्डैले एक गोल गर्न सफल भएको छ गोल सफल जर्सी नम्बर 7 खुट्टा खड्का र यो सँगै भद्मा स्पर्ट्सको पहिलो हाफमा 1-0 ले अगाडि रहेको कुरा पनि जानकारी गराउन चाहन्छु र तपाईँको तुलसी छ कति राम्रो बोल्न नमिल्ने भयो कि त्यो यो नानीको दौडाइ पनि हेर न गोल मिस भयो नि सुरुमा त्यही हो फरक परेको कस्तो निकालेको भएको जानकारी गराउन चाहन्छु र पहिलो हाफमा पद्मा स्पोर्ट्स क्लब आरएस पोखरा फुटबल क्लब विरुद्ध 1-0 ले अगाडि रहेको कुरा पनि जानकारी गराउन चाहन्छु र यस प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सङ्कटा फुटबल क्लब काठमाडौँ विरुद्ध अभिषेक
7 नम्बर डेन्जर ओ अहिले No. जर्सी नम्बर 12 मैदान बाहिर आउँदैछिन् भने जर्सी नम्बर 2 मैदान प्रवेश गर्दैछिन्। हालसम्मको स्कोर पद्मा स्पोर्ट्स क्लब 1 आरएस फुटबल क्लब पोखरा 0। Wow. Wow. Nice. पर्चिता यो त राइजिङ हिरो पो रहेछ ल पर्चिता राई हो नि त खतरा हो नि त उ त यसले चाहिँ के गल्ला छ गला सर मलाई त्यो हाम्रो अर्को छ नि त्यो पिर्ती राईकै जस्तो रहेछ जिउजाल पनि उ राई नै पर्यो पच्याउँदो कस्तो छ कि त्यो पिर्ती राई देख्दै माया लाग्दो वहाँ गयो हान्न त्यो केटी आने गोल मैदान प्रवेश खोइ मेरो अनुहार यस्तो 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 गेम सेमी जिन्दाबाद छोएर गेम गरौँ उत्तरी सेतो ए त्यति बेला हो चितवनको चेली हो नि उता नि नेसनल भएछ बिरामी बस्ती विभागीय भएपछि उनीहरू त
नेसनल टिमको भएर अलिक बढी एक्सपोजर पाउँछ भनेर क्या पहिले त्यसरी हान्नु पर्ने यता छेउमा गएर निकाले फेरि सब च्याम्पियनसिपमा सम्म रेडी नहुनु भइहाल्यो होइन ओ हस्टेलमै हान्देला भने डर त्यो त मुसल्टीको त भरै माया छैन हो हाने हाने त्यसले हाने हन्ड्रेड 14 आयो मिठो हाने त्यसले क्या बिचरा हो बल कहाँबाट आएर खेल्यो त्यति कन्ट्रोल गरेर गोल आयो साथी नमाल्यो फेरि साथ किपर अगाडि बढ्यो भर्खरै पद्मा स्पोर्ट्स क्लबले आफ्नो खातामा
थप 1 गोल गर्न सफल भएको छ र गोल गर्ने खेलाडी जर्सी नम्बर 7 पुष्पा खड्का। दुई गोल र यो सँगै पद्मा स्पोर्ट्स क्लब आरएस पोखरा फुटबल क्लब विरुद्ध 2-0 ले अगाडि रहेको कुरा पनि जानकारी गराउन चाहन्छु। हो ठ्याक्क जता पुगिरहेको छु। र यो निर्धारित समयमा 3 मिनेटको समय थप गरिएको जानकारी गराउन चाहन्छु। वाउ। हालसम्मको स्कोर पद्मा स्पोर्ट्स क्लब 2 आरएस पोखरा फुटबल क्लब 0। सेनु सब्स्टिट्युट चिकम लिनु के भयो ल द्वारा खेलाडी परिवर्तनको गरिएको छ। मैदान बाहिर भने जर्सी नम्बर 12 मैदान प्रवेश गर्दैछन् र हालसम्मको स्कोर पद्मा स्पोर्ट्स क्लब 2 आरएस पोखरा फुटबल क्लब 0। उई गुड वान ऊ त गेस्ट हो गेस्ट हजुर अतिथि हो। आज त यहाँ तिमीलाई सपोर्ट गर्न आएको। गेम मिलाइ टुटा चाहिँ Asika back pass. वाउ Okay, nice one. र यो Nice. पद्मा स्पोर्ट्स क्लब 2-0 दुई गोल हैन ल बधाई फाइनल प्रवेश गर्न सफल भएको छ र सेमी फाइनलमा तपाईलाई कोचलाई पनि बधाई छ। नवलपुर विरुद्ध जानकारी गराउन चाहन्छु र पहिलो सेमी फाइनल खेल 200 चिकम खाऊ त्यसो भए उपहार 3:30 बजे अनि काठमाडौँमै बसेर गर्नुपर्छ नि एन्भामा चाहिँ होइन नाडा चाहिँ गएको क्लबदेखि ल बधाई छ। के वास्ते गर्नु त्यही त ल बधाई बधाई छ भन् बधाई छ दुई स्कोर गरेर दुईटा ए नपुग्ला सफल भएको छ र रत्नप्रिय क्लबको निमन्त्रणलाई स्वीकार गरी पोखरादेखि पाल्दिनु फाइनल प्रवेश छ।
ल बधाई छ 2 शब्द भन्नु 2 शब्द 2 शब्द भन्नु प्राय यस्तो 2 शब्द भन्नु 2 शब्द भनिदिनु पर्छ कि नि ल बधाई छ फेरि फेरि धन्यवाद सी यू अहिले भेटौँ ल ल पर्जिता ओ पर्जिता सी यू बेलुका टाइट हुन्छ ल भोलि भोलि आउँछ भोलि गेम सक्यो भोलि गेम छ र भोलि छ कसरी भोलि गेम भयो त किनकि अब सङ्गडाको 4 गते फर्स्ट गेम छ हैन 5 गते हाम्रो छ ए हिजोको आज खेलेकोले ओके गुड लक कोसँग पर्छ नि कुसँग भोलि नवलपुर एफसी ल बधाई छ फेरि पनि गुड लक फर टुमरो गुड लक भने बाई